आजको कक्षामा यहाँहरूलाई स्वागत छ। आज हामी छलफल गर्न गइरहेका छौँ स्नातक तह तेस्रो वर्षमा पढाइ हुने प्रायोगिक भाषा विज्ञान अन्तर्गत रहेको पहिलो इकाइ प्रायोगिक भाषा विज्ञानको परिचय अन्तर्गत रहेका वस्तुगत प्रश्नहरूको छलफल गर्न गइरहेका छौँ। हामी सुरु गर्छौँ। पहिलो प्रश्न छ, प्रायोगिक भाषा विज्ञानले कुन पक्षको अध्ययन गर्छ? प्रायोगिक भाषा विज्ञानले कुन प्रायोगिक पक्षको अध्ययन गर्ने हो? यसले चाहिँ भाषाको सैद्धान्तिक पक्ष, भाषाको प्रयोग पक्ष, भाषाको सामान्य पक्ष, भाषाको सार्वभौम पक्ष, यसले भाषाको प्रयोग पक्ष, प्रायोगिक भनेको भाषाको प्रयोग पक्षलाई चाहिँ अध्ययन गर्ने काम प्रायोगिक भाषा विज्ञानले गर्दछ। त्यसकारणले यसको सही उत्तर हो प्रायोगिक भाषाको प्रयोग पक्ष। दोस्रो नम्बर छ, प्रायोगिक भाषा विज्ञानको सुरुवातको आधार केलाई मानिन्छ? प्रायोगिक भाषा विज्ञानको सुरुवातको आधार प्रयोगात्मक अध्ययनभित्र भाषिक सिद्धान्तको खोजी, पुराना शिक्षा प्रणालीमा सुधारवादी दृष्टिकोण, भाषाका व्यावहारिक समस्या समाधान गर्ने सिद्धान्तको खोजी, आधुनिक भाषा विज्ञानको विकासमा सामाजिक दृष्टि। यसको सही उत्तर हो विकल्प ग, भाषाका व्यावहारिक समस्या समाधान गर्ने सिद्धान्तको खोजी, व्यावहारिक समस्या समाधान गर्ने खोजी। प्रश्न नम्बर 3, भाषा वैज्ञानिक अध्ययनमा प्रायोगिक पक्षलाई महत्त्व दिने पहिलो विद्वान कसलाई मानिन्छ? भाषा वैज्ञानिक अध्ययनमा प्रायोगिक पक्षलाई महत्त्व दिने पहिलो विद्वान कसलाई मानिन्छ? विल्किन्स। यिनले चौथो चरणमा चाहिँ धारणात्मक सिलेबस भन्ने निकालेका हुन्। सम्प्रेषणात्मक चरणमा सम्प्रेषणात्मक मोडमा योगदान छ। हेनरी स्विट सबैभन्दा पहिले चाहिँ यिनले हुन्। हेनरी स्विटले चाहिँ सबैभन्दा पहिला यिनले के निकाले भन्नुहुन्छ? हेनरी स्विटले चाहिँ सबैभन्दा पहिले चाहिँ के गरेका हुन् भने उनले प्रैक्टिकल स्टडी अफ ल्याङ्ग्वेज भन्ने एउटा पुस्तक प्रकाशन गरेर पहिलोपटक यिनले प्रायोगिक पक्षलाई चाहिँ महत्त्व दिने विद्वानका रूपमा हेनरी स्विटलाई लिइन्छ। उनले चाहिँ 1899 मा चाहिँ यो पुस्तक निकालेका थिए। त्यहीबाट चाहिँ त्यसकारणले प्रयोग पक्षलाई जोड दिने हुने विद्वान को हुन् त? हेनरी स्विट हुन्। यी हनर्बी पापर भन्ने छन्। यिनीहरूले चाहिँ हनर्बी पापरले पनि यिनले प्रायोगिक भाषा विज्ञानको प्रारम्भिक मोडमा हनर्बी पापरको पनि योगदान रहेको छ। यी सबै प्रारम्भिक चरणका विद्वान हुन् हेनरी स्विट, हनर्बी पापर भने। विल्किन्स चाहिँ चौथो चरण वा सम्प्रेषणात्मक मोडका विद्वान हुन्। प्रश्न नम्बर 4, प्रायोगिक भाषा विज्ञानको विकासको सुरुवात कुनबाट भएको पाइन्छ? प्रायोगिक भाषा विज्ञानको विकासको सुरुवात कुनबाट भएको छ? अनुवाद भाषा विज्ञानको उपयोग, साहित्यको विश्लेषणमा भाषा विज्ञानको उपयोग, भाषा शिक्षणमा भाषा विज्ञानको उपयोग, कोश निर्माणमा भाषा विज्ञानको। यसको सही उत्तर हो अप्सन ग, भाषा शिक्षणमा भाषा विज्ञानको उपयोग। प्रश्न नम्बर 5, प्रायोगिक भाषा विज्ञान शब्दलाई सबभन्दा पहिले कसले प्रयोग गरेको हो? अब यो शब्दलाई प्रायोगिक भाषा विज्ञान, प्रायोगिक पक्षलाई चाहिँ हेनरी स्विट भन्यो। अब प्रायोगिक भाषा विज्ञान शब्दलाई कसले प्रयोग गरे? लगहाटले चाहिँ 1931 मा पहिलो पटक चाहिँ उनले चाहिँ वर्ड इकोनोमी एन्ड एसे एन्ड अप्लाइड लिङ्ग्विस्टिक भन्ने कृति प्रकाशित गरी सबभन्दा पहिले चाहिँ के गरेका हुन् त? प्रायोगिक भाषा विज्ञान शब्दलाई सबभन्दा पहिले प्रयोग गरेका हुन्। हेनरी स्विटले चाहिँ के गरे भने महत्त्व दिए, प्रायोगिक पक्षलाई महत्त्व दिने हुन् भने शब्दको प्रयोग गर्ने लगहाट हुन्। जोन्सन, फर्द यिनीहरूको पनि प्रायोगिक भाषा विज्ञानको विकास विस्तारमा योगदान रहेको पाइन्छ। अर्को छ, प्रायोगिक भाषा विज्ञानको उत्तरवर्ती मोड कुन हो? प्रायोगिक भाषा विज्ञानको उत्तरवर्ती मोड कुन हो? संरचनावादी, मनोवादी, व्यवहारवादी, सम्प्रेषणवादी। यसको सही उत्तर हो सम्प्रेषणवादी। डेलहाइम्सबाट चाहिँ सम्प्रेषणवादी मोडको सुरुवात भएको पाइन्छ। यसको सही उत्तर अप्सन ग, सम्प्रेषणवादी हो। 5 को क भने 6 को ख। प्रश्न नम्बर 7,
प्रायोगिक भाषा विज्ञानसँग असम्बद्ध पक्ष कुन हो? प्रायोगिक भाषा विज्ञानसँग सम्बन्धित छैन। अब तपाईहरु पढिसकेपछि पनि थाहा पाउनुहोस्, हामीले अनुवाद पढ्यौं, त्रुटि विश्लेषण पढ्यौं, शैली विज्ञान पढ्यौं, अर्थविज्ञान पढेनौं। त्यसकारणले त्यसरी पनि अनुमान गरौँ, यसको क्षेत्र पनि हेरौँ है। प्रायोगिक भाषा विज्ञानसँग असम्बद्ध पक्ष चाहिँ अर्थविज्ञान हो। अरु सबै प्रायोगिक भाषा विज्ञानका शाखा हुन् भने अर्थविज्ञान चाहिँ प्रायोगिक भाषा विज्ञानसँग असम्बद्ध पक्ष हो। यसको सही उत्तर अप्सन क। अब यसै इकाइमा रहेको विषयगत प्रश्नको पनि थोरै छलफल गरौँ। प्रायोगिक भाषा विज्ञानको परिचय दिनुहोस् भन्छ। प्रायोगिक भाषा विज्ञानको परिचय दिनुहोस्। यसरी परिचय दिने बेला चाहिँ प्रायोगिक भाषा विज्ञानको परिचय लेख्ने, परिचय प्रायोगिक भाषा विज्ञान भने के हो त्यो कुरा लेख्ने। प्रायोगिक भाषा विज्ञान भनेको भाषाको प्रयोग पक्षलाई चाहिँ ध्यानमा राखेर है, प्रयोग पक्षलाई ध्यानमा राखेर सैद्धान्तिक है, यसले चाहिँ के बनाउँछ, सैद्धान्तिक चाहिँ प्रायोगिक भाषाको सैद्धान्तिक कुरालाई पृष्ठभूमि बनाएर भाषाको प्रयोग पक्षको अध्ययन गर्ने विज्ञान नै प्रायोगिक भाषा विज्ञान हो भनेर यसरी पहिला चाहिँ प्रायोगिक भाषा विज्ञानको परिचय दिनुहोस्। सैद्धान्तिक ज्ञानलाई चाहिँ पृष्ठभूमि बनाएर भाषाको प्रयोग पक्षलाई चाहिँ अध्ययन गर्ने विज्ञान नै प्रायोगिक भाषा विज्ञान हो भनेर परिचय दिनुहोस्। अनि यो परिचयले चाहिँ भाषाको प्रयोग पक्षलाई चाहिँ अध्ययन गर्दछ। यसले चाहिँ यो सिद्धान्त पक्षभन्दा व्यावहारिक पक्षको बढी अध्ययन गर्दछ। व्यावहारिक जीवनमा चाहिँ आइपर्ने भाषिक समस्याको समाधान गर्दछ है, समाधानको खोजी गर्दछ भनेर पहिला यसको परिचय दिनुहोस्। सकेसम्म केही विद्वानहरुका परिभाषा पनि दिनुहोस्। जस्तै रसेन क्याम्पबेलले चाहिँ समस्या समाधानको अभियान नै प्रायोगिक भाषा विज्ञान हो भनेर भनेका छन्। त्यसैगरी केही विद्वानहरुका जस्तै नेपाली विद्वान हेमाङ्ग राज अधिकारीले भाषाका सिद्धान्तहरुको व्यावहारिक उपयोगिताको अध्ययन गर्ने विज्ञानलाई प्रायोगिक भाषा विज्ञान भनेका छन्। यसरी चाहिँ केही मुख्य एक दुई तीनवटा चाहिँ विद्वानहरुका परिभाषा पनि दिनुहोस्। प्रायोगिक भाषा सम्बन्धी दिएका परिभाषाहरु पनि दिनुहोस् हैन। यसरी कम्तीमा तपाईहरुले एक पेजसम्म चाहिँ प्रायोगिक भाषा विज्ञानको परिचय दिनुपर्ने हुन्छ। पहिला परिचय दिने, त्यसपछि यसलाई थप स्पष्ट पार्नका लागि भनेर चाहिँ केही विद्वानहरुका परिभाषा दिने। त्यो परिभाषाका आधारमा तल अन्तिममा चाहिँ आफ्नो निष्कर्ष पनि लेख्न पर्ने हुन्छ। त्यसपछि छ प्रायोगिक भाषा विज्ञानको विकासक्रमलाई चिनाउनुहोस् भन्यो। अब प्रायोगिक भाषा विज्ञानको विकासक्रमलाई चिनाउनुहोस् भने कसरी चाहिँ कसरी प्रायोगिक भाषा विज्ञानको है विकास भयो, यो विकासक्रमलाई चिनाउनुहोस् भनेर भन्यो। पहिला यसको अलिकति चाहिँ प्रायोगिक भाषा विज्ञानको शीर्ष वाक्यसम्म एक दुई वाक्यसम्म चाहिँ प्रायोगिक भाषा विज्ञानको परिचय लेख्ने। त्यसपछि त्यो प्रायोगिक भाषा विज्ञानको विकासक्रममा भएका जस्तै लकहार्टले पहिलो पटक शब्दको प्रयोग गरे, हेनरी स्विटले पहिलो पटक चाहिँ प्रायोगिक भाषा विज्ञानको प्रायोगिक पक्षलाई चाहिँ भाषा वैज्ञानिक अध्ययन गर्ने क्रममा प्रायोगिक पक्षलाई चाहिँ जोड दिने विद्वान हेनरी स्विट हुन् है। त्यसैगरी अब विदेशका जम्मै विदेशका शब्दकोशहरू है इत्यादिले चाहिँ यो प्रायोगिक भाषा विज्ञानको योगदानमा चाहिँ बढी जोड दिएका छन्। त्यसपछि महत्त्वपूर्ण कुरा के छ भने बेल्जियमको राजधानी बेल्सियसमा चाहिँ के भयो भने यो अन्तर्राष्ट्रिय इन्टरनेसनल एसोसिएसन अफ अप्लाइड लिङ्ग्विस्टिक भन्ने यो अन्तर्राष्ट्रिय संस्था हो जसले भाषा सम्बन्धी अध्ययन गर्छ। हो तिनीहरूको चाहिँ के भन्छ त यो प्रायोगिक भाषा विज्ञानको विकासमा तिनीहरूको सम्मेलन बस्यो। कहाँ? बेल्जियमको राजधानी बेल्सियसमा बसिसकेपछि प्रायोगिक भाषा विज्ञानको क्षेत्रमा चाहिँ केही नयाँ चाहिँ मोडहरू चाहिँ देखा परेका छन्। प्रायोगिक भाषा विज्ञानको विकासक्रम त्यति बेलाबाट सुरु हुन्छ। जति बेला चाहिँ त्यो विकासक्रमलाई हामी 4 वटा भागमा विभाजन गरेर अध्ययन गर्छौं। पहिलो छ प्रारम्भिक मोड। यसलाई प्रारम्भिक मोडलाई चाहिँ के पनि भनिन्छ भने त्यसलाई चाहिँ व्याकरणवाद पद्धति वा चाहिँ यसलाई चाहिँ प्रारम्भिक मोड भनेर पनि भनिन्छ। यो व्याकरण पक्षलाई चाहिँ जोड दिन्छ। प्रारम्भिक मोड चाहिँ यो 19औं शताब्दीको अन्त्यतिर चाहिँ सुरु भएको पाइन्छ है। यसको प्रभाव चाहिँ यो प्रारम्भिक मोडको भाषा शिक्षणमा देखिएको छ। यसलाई चाहिँ योगदान दिने के त विद्वानहरुमा
है। एक विद्वान दिनेहरूमा हेनरी सुटको अ प्र्याक्टिकल स्टडी अफ ल्याङ्ग्वेज भन्ने पुस्तक प्रकाशित भइसकेपछि त्यसपछि यो प्रारम्भिक मोडको चाहिँ के भएको सुरुवात भएको हो। त्यसपछि चाहिँ यो प्रारम्भिक मोडलाई यसको विकास विस्तारमा योगदान दिनेहरूमा ह्यारोल्ड पापर, हनरबी लगायतका विद्वानहरू पनि रहेका छन्। अब यो प्रारम्भिक मोडको कुरा भयो। त्यसपछि दोस्रो मोड वा चाहिँ दोस्रो मोड, यसलाई चाहिँ अर्थात् दोस्रो मोडलाई अर्को अर्थमा संरचनावादी व्यवहारवादी मोड भनेर पनि भनिन्छ। यो संरचनावादी व्यवहारवादी मोड चाहिँ ब्लुमफिल्डले चाहिँ गरेका हुन्। उनले चाहिँ भाषा भन्ने पुस्तक 1933 मा प्रकाशित गरे अनि त्यहीबाट चाहिँ के भएको संरचनावादी दृष्टिकोण देखा पर्यो है। उनले अमेरिकाका भाषा वैज्ञानिक ब्लुमफिल्डले संरचनावादी व्यवहारवादी मोडको सुरुवात गरेका हुन् है। त्यसपछि यो संरचनावादी व्यवहारवादी मोड चाहिँ यो श्रुति भाषिक पद्धति र मौखिक संरचना सन्दर्भ पद्धतिको चाहिँ के त यसपछि यसको विकास हुने अवसर पनि यो संरचनावादी व्यवहारवादी मोडसँगै भएको पाइन्छ। यस मोडमा चाहिँ अन्य विद्वानहरूको पनि योगदान छ है। फ्राइज, बेनरिक, ल्याडो लगायतका विद्वानहरूको पनि योगदान रहेको छ। त्यसपछि यो संरचनावादीको हामीले कुरा गऱ्यौँ अगाडि के अरे संरचनावादी चाहिँ को योगदान चाहिँ ब्लुमफिल्डको भाषा, व्यवहारवादीको कुरा चाहिँ बीएफ स्किनरको मौखिक व्यवहारबाट भएको पाइन्छ है। त्यसकारणले यो दोस्रो चरण अर्थात् चाहिँ संरचनावादी व्यवहारवादी मोडको सुरुवात वा चाहिँ यसलाई चाहिँ चिनाउने, यसलाई विकास विस्तार गर्ने काम चाहिँ कोबाट ब्लुमफिल्ड र बीएफ स्किनरबाट भएको पाइन्छ। संरचनावादी ब्लुमफिल्डबाट, व्यवहारवादी बीएफ स्किनरबाट भएको पाइन्छ। त्यसपछि तेस्रो मोड छ, यसको विकासक्रमको तेस्रो मोड, त्यसलाई हामी संज्ञानवादी मनोवादी मोड भनेर भन्छौँ। यो संज्ञानवादी मनोवादी मोड चाहिँ यो व्यवहारवादी अगाडिका संरचनावादी व्यवहारवादीका मान्यतालाई खण्डन गर्दै आएको हो। यो चम्स्कीले व्यवहारवादी चाहिँ मनोवैज्ञानिक स्किनरको के गरे त भनाइलाई, उनको विचारलाई खण्डन गर्दै उनले के त उसको विरोध गर्दै, उसको खण्डन गर्दै चम्स्कीले चाहिँ के ल्याए त नयाँ चाहिँ मनोवादी संज्ञानवादी मनोवादी मोड ल्याए। यसको संज्ञानवादी मनोवादी वा तेस्रो चरण संज्ञानवादी मनोवादीको विकास गर्ने काम कोबाट भएको पाइन्छ? चम्स्कीबाट भएको पाइन्छ। अनि यो के अरे संज्ञानवादी मनोवादीमा जोड दिने, यसको विकास विस्तारमा योगदान दिनेहरू एस्पिड कडरहरू, त्यसै गरेर चाहिँ सेलिङ्कर लगायतका विद्वानहरू रहेका छन्। यसले चाहिँ यो मनोवादीले मानसिक भाषा सिकाइ मानसिक प्रक्रियाको रूपमा लिएको पाइन्छ। व्यवहारवादी हो नि कि मानसिक पक्षको रूपमा चाहिँ यसले जोड दिएको छ। यो तेस्रो चरण संज्ञानवादी मनोवादी मोड, यसको मुख्य चाहिँ को हुन् त अब्राहम नोम चम्स्की हुन् है। त्यसपछि अर्को चौथो मोड रहेको छ। चौथो मोड प्रक्रियावादी एवं सम्प्रेषणवादी मोड। यो सम्प्रेषणवादी मोडको सुरुवात चाहिँ डेलहाइम्सले गरेका हुन् है। डेलहाइम्सले सम्प्रेषणवादी मोडको सुरुवात गरेका हुन् है। उनले पनि के गरे त चम्स्कीको भाषिक सामर्थ्यको अवधारणाको जुन अगाडि मनोवादी तेस्रो चरणमा उनले मनोवादी भाषिक सामर्थ्य मनोवैज्ञानिक पक्षमा चाहिँ बाट चाहिँ को अध्ययन गर्ने कुरा चाहिँ गरेका थिए भने त्यो भनाइको चम्स्कीको मान्यताको खण्डन गर्ने काम डेलहाइम्सले गरिसकेपछि अनि प्रक्रियावादी एवं सम्प्रेषणवादी मोडको सुरुवात भएको हो। यो सुरुवात गर्ने डेलहाइम्स हुन्। डेलहाइम्ससँगै फर्थ, ह्यालिडे है, विल्किन्स लगायतको योगदान चाहिँ के त चौथो मोडमा रहेको छ भनेर यसरी विकासक्रमलाई चारवटा मोडको कुरा पनि चिनाउने। पहिलो प्रायोगिक शब्दको प्रयोग गर्ने को हो, त्यसपछि प्रयोग पक्षलाई जोड दिने को हो, अनि अन्तर्राष्ट्रिय संस्थाको कुरा पनि कोट्याउने जो बेल्जियम बेल्सियसमा बसेको थियो, अनि त्यसपछि यी चारवटा मोडको कुराका बारेमा लेख्ने।
प्रायोगिक भाषा विज्ञानको उपयोगिताबारे चर्चा गर्नुहोस् भन्छ। अब प्रायोगिक भाषा विज्ञानको उपयोगिता के हो, त्यो उपयोगिताका बारेमा चर्चा गर्ने। प्रायोगिक भाषा विज्ञानको उपयोगिता के हो, यसको उपयोग किन, यसले के गर्छ, पहिला यसमा पनि उपयोगिता लेख्दाखेरि पनि पहिला प्रायोगिक भाषा विज्ञानको के सामान्य परिचय लेख्ने, अनि त्यसपछि यसको चाहिँ किन उपयोग छ, किन उपयोगिता छ भनेर लेख्ने। यसको उपयोगिता हामी अनुच्छेदमै पनि लेख्न सक्छौँ, बुदागत रूपमा पनि लेख्न सक्छौँ। अब किन यसको छ, यसले चाहिँ भाषाको प्रयोग पक्षको अध्ययन गर्छ, यसले चाहिँ समस्याको पहिचान गरी चाहिँ समाधानको काम गर्छ है, त्यसकारणले उपयोगी छ। अर्को यसले चाहिँ यसले के गर्छ, भाषा शिक्षणमा देखिएका समस्यालाई समाधान गर्छ है। अनि के अरे चाहिँ अरू कुरा के गर्छ भने यसले चाहिँ पहिलो भाषा दोस्रो भाषालाई चाहिँ सकेसम्म के बनाउँछ त, व्यावहारिक बनाउन चाहिँ सहयोग गर्छ। यसले सामाजिक तत्त्वको आधारमा भाषाको अध्ययन गर्छ। यसले चाहिँ भाषिक समुदाय, भाषिक भेद आदिको उचित के त अध्ययन गर्छ। अनि यसले के गर्छ भने शैक्षणिक वा भाषा शिक्षण प्रक्रियालाई कार्यमूलक र चाहिँ व्यावहारिक बनाउँछ। यसले चाहिँ भाषा शिक्षणमा देखिएका समस्या समाधान गर्छ। यसले चाहिँ भाषामा देखिएका स्रोत भाषा, लक्ष्य भाषामा देखिएका समानता असमानताको अध्ययन गर्छ। यसले चाहिँ शिक्षणमा आइपर्ने कठिनाइको पूर्वानुमान गर्छ। यसले चाहिँ के गर्छ भन्नुहुन्छ भने यसको उपयोगिता, प्रायोगिक भाषा विज्ञानको उपयोगिता हेर्ने हो भने यसका त्रुटिहरूको अध्ययन गरेर तिनीहरूको पहिचान गरेर तिनीहरूलाई निराकरण, भाषा सिकाइमा हुने त्रुटिहरूको चाहिँ पहिचान गर्छ, निराकरण गर्न के छ, निराकरण गर्ने काम गर्छ। यसले चाहिँ व्यक्तिको बोलीमा देखिने वा चाहिँ भाषामा चाहिँ देखिने विभिन्न किसिमका शिक्षण सिकाइका क्रममा देखिने समस्याको समाधान गर्छ है। यसले चाहिँ पाण्डुलिपिको अध्ययन सम्पादन गर्ने काम गर्छ। यसले कम्प्युटरको सहायताले पनि भाषाको अध्ययन गर्छ। त्यसकारणले के छ त, प्रायोगिक भाषा विज्ञानको उपयोगिता छ भनेर यसको वर्णन गर्ने, चर्चा गर्ने। यसरी अर्को छ प्रायोगिक भाषा विज्ञानको क्षेत्र स्पष्ट पार्नुहोस् भन्छ। अब प्रायोगिक भाषा विज्ञानको क्षेत्र, यसमा क्षेत्र लेख्दा पनि परिचय लेख्नु, सामान्य परिचय लेख्ने है। प्रायोगिक भाषा विज्ञान भनेको सैद्धान्तिक ज्ञानलाई आधार बनाएर भाषाको प्रयोग पक्षको अध्ययन गर्छ भनेर यसरी सामान्य परिचय लेखिसकेपछि अनि यसका क्षेत्रहरू चाहिँ लेख्ने। यसका क्षेत्रहरू चाहिँ मुख्य गरी कति छन्, हामीले दुईवटा लघु र बृहत अर्थात् सीमित र व्यापक दुईवटा क्षेत्रहरू छन्। सीमित क्षेत्र अन्तर्गत के पर्छन् भनेका छौँ। सीमित अर्थात् लघु क्षेत्र भाषा शिक्षणसँग सम्बन्धित पक्षहरू चाहिँ भाषा शिक्षण पर्छ, व्यतिरेकी विश्लेषण पर्छ, त्रुटि विश्लेषण पर्छ, पाठ्यक्रम निर्माण पर्छ, पाठ्यपुस्तक लेखन सम्पादन पर्छ, शैक्षणिक व्याकरण पर्छ है, अनि शिक्षा शास्त्र सम्बन्धी अन्य कुराहरू पर्छन्। बृहत क्षेत्र अन्तर्गत शैली विज्ञान पर्छ, कोश विज्ञान पर्छ, अनुवाद अध्ययन पर्छ, भाषा योजना पर्छ, सङ्कथन विश्लेषण पर्छ, प्राचीन है ग्रन्थ लेखन सम्पादन पर्छ, अनि वाक चिकित्सा विज्ञान पर्छ। यसको बृहत क्षेत्र हो। यिनीहरूको बारेमा यदि त सीमित र व्यापक भनेर यो पर्छन् भनेर अनि यिनीहरूको बारेमा पनि के गर्ने त, यी क्षेत्रको बारेमा पनि केही कुरा लेख्ने। यसरी प्रायोगिक भाषा विज्ञानको क्षेत्रलाई स्पष्ट पार्न सकिन्छ। पहिलो एकाइमा भएका वस्तुगत र केही विषयवस्तुका बारेमा हामीले छलफल गऱ्यौँ। आजको कक्षा यति नै। अर्को दिन हामी एकाइ 2 का बारेमा छलफल गर्नेछौँ। हस्त, धन्यवाद।